आदरणीय दर्शकहरू, यति बेला म अस्ट्रेलियाको मेलबर्नमा छु, भिक्टोरियामा छु। यो भिक्टोरियामा अहिले एउटा महोत्सव चलिरहेको छ, आध्यात्मिक महोत्सव। हामी अस्ट्रेलियाका नेपालीहरू यति भाग्यमानी छौँ कि उहाँ चर्चित कथावाचिका जो नेपालमा जानुभएको थियो, उहाँलाई यति चाहिँ नेपाली समुदायले, नेपाली जनताहरूले यति रेस्पेक्ट गर्नुभयो। हामीले यहाँदेखि भिडियोमा हेरिरहेका थियौँ, तर आज हामीले प्रत्यक्ष भेट गर्न पायौँ, उहाँका कथाहरू सुन्न पायौँ। हामीलाई धेरै खुसी छ। यहाँलाई स्वागत छ। धेरै धेरै धन्यवाद। विशेष गरी आज अस्ट्रेलिया अथवा विदेशको जीवनशैली एकदमै व्यस्त छ, तनाव छ, मान्छे सपनाको पछाडि दौडिरहेछ। यहाँ कतै कथा छ, हरेक मान्छेको आफ्नो आफ्नो कथा छ। यो भौतिकवादी युगमा विदेशमा बस्ने जो नेपालीहरू सङ्घर्ष र सपनाको पछाडि दौडिरहेका छन्, यहाँले के सन्देश दिन चाहनुहुन्छ? यति टाढा प्रदेशको भूमिमा आएर आफ्नो जीवन कर्मलाई अगाडि बढाउँदै हुनुहुन्छ र यहाँको भागदौडमा रहिरहँदाखेरि पनि थोरै पनि अध्यात्मसँग जोडिएर आफ्नो जीवनलाई अगाडि बढाउनु भने जीवन जिउन सहज हुन्छ। हरेक परिस्थितिसँग सहज स्वीकार गरेर अगाडि बढ्न सक्ने क्षमताको विकास हुन्छ। अध्यात्म केवल पूजापाठ मात्र होइन, जीवन जिउने शैली पनि हो। यसलाई सत्कर्ममा हिँडाउने एउटा मार्गदर्शन गर्ने एउटा विधान पनि हो। त्यही भएर जतिसुकै आफ्नो जीवनको कथा भए तापनि हजुरहरू केही क्षणिक समयको लागि मान्छे बनेर यो धरतीमा आउनुभएको छ। नाटक सकिसकेपछि तपाईँहरू फर्किएर जानुपर्छ। त्यो सत्यको बोध जब हुन्छ तब जीवन जिउन सजिलो हुन्छ। त्यही भएर सबैलाई म यही सन्देश दिन चाहन्छु, थोरै भए पनि अध्यात्मसँग जोडिएर अगाडि बढ्नुहोस्। तपाईँ धेरै ठुलो सङ्ख्यामा आफ्ना भक्तजनहरू, आफ्ना चाहिँ समर्थकहरू, तपाईँलाई मन पराउनेहरू धेरै प्रवचनहरू दिनुहुन्छ। यो प्रवचनमा बारम्बार तपाईँले दिने मुख्य सन्देश चाहिँ के हुन्छ? मैले अरू त त्यस्तो मसँग त त्यस्तो क्षमता केही पनि छैन। जे भगवान्ले कृपा बर्साउनु भएको छ र यो मुखबाट निस्केका वाणीहरू सुनिदिनुहुन्छ भक्तहरूले। मेरो मुख्य सन्देश जीवनलाई सत्कर्ममा लगाउनु, परोपकार गर्नु, सत्यको बाटो हिँड्नु, सबैको हित चिताउने प्रयास गर्नु, सत्य बोल्ने प्रयास गर्नु र भगवान्को नाम चाहिँ कहिले पनि नछोड्नु। कस्तो राम्रो। अनि युवा पुस्ता चाहिँ अहिले तपाईँको सोसल मिडिया, एआईसँग बढी एट्याच छ, के भन्नु चाहनुहुन्छ? सोसल मिडिया राम्रो पनि पक्ष छन्, नराम्रो पनि पक्ष छन्। आज सोसल मिडिया नभई पनि हुँदैन, तर आजकल मान्छेले सोसल मिडिया चलाएको भन्दा पनि सोसल मिडियाले मान्छेलाई चलाए जस्तो भइराखेको छ। त्यो कुरालाई अलिकति विचार गर्न आवश्यक पनि छ। र जहाँ बसेर कर्म गर्नुहुन्छ, जहाँ रहनुहुन्छ, मनलाई चाहिँ सत्य परमात्मासँग जोडेर कर्म गर्नुहोस् भन्न चाहन्छु। तपाईँ आम महिलाहरूका लागि एउटा उदाहरणीय पात्र हो। तपाईँ एउटा मनोबल होस्, आत्मविश्वास होस्, सबै महिला या पुरुष सबैको लागि, तर विशेष गरी महिलाहरूको आत्मबल र आत्मविश्वासका लागि चाहिँ के सुझाव दिनुहुन्छ? चाहे हामीलाई स्त्री शरीर प्राप्त भएको होस्, चाहे पुरुष शरीर प्राप्त भएको होस्, सबैको मन हुन्छ, मस्तिष्क हुन्छ, विचार हुन्छ, चेतना हुन्छ। तर अध्यात्मसँग जोडिएर हिँड्नुहोस् भन्न चाहन्छु। मेरो अन्तमा थोरै भए पनि स्पिरिचुअलिटी, थोरै भए पनि भगवान्सँग अलिकति रिलिजियस हुन सक्नुभयो भने त्यो एउटा आस्थाले, त्यो सुप्रिम पावरले हजुरको हर मोडमा कोही न कोही छ भन्ने एउटा आस्था केन्द्रित गर्छ, जागृत गर्छ। र जतिसुकै गहिरिएर अध्ययन गर्नुहोस्, अन्तमा हजुरलाई पनि कहीँ न कहीँ महसुस हुन्छ कि भगवान् हुनुहुन्छ। र जति पनि मलाई मेरो आवाजहरूलाई श्रवण गर्ने व्यक्तित्वहरू हुनुहुन्छ, म सबैलाई यही सन्देश दिन चाहन्छु। हजुर भगवानको कथा सुन्न जो आउनुहुन्छ, कथा मात्रै होइन, त्यसलाई मृत्युको तयारी गर्न सिकाउने एउटा ग्रन्थ पनि भनिन्छ र बाँचुन्जेल कसरी बाँच्ने भनेर सिकाउने एउटा मार्गदर्शन मापदण्ड पनि भनिन्छ।
तपाईँको कथा सुन्न आएका श्रोता भनौँ या भक्तजनहरूलाई के सन्देश लिएर जानुहोस् भन्ने तपाईँको सुझाव छ? आफू मात्रै श्रवण गर्ने होइन, अमृत हो कथा भनेको। यसलाई घर परिवार आफन्त इष्टमित्र सबैलाई श्रवण गराउन आवश्यक छ। घर घरमा भगवानको नाम उच्चारण गर्न आवश्यक छ। अहिलेको यो अवस्थामा मान्छेहरू धेरै डिप्रेसनको शिकार भइरहेका छन्, धेरै सुसाइड केसहरू आइरहेका छन्। यो भौतिकवादी संसारलाई देखेर आशा धेरै राख्छन्, तर अध्यात्मसँग जोडिने व्यक्तिले तत्क्षण त्याग गर्न सक्ने क्षमता पनि राख्दछ। त्यसकारण सबै परिवार जति पनि आउनुहुन्छ कथा सुन्न, उहाँहरूलाई चाहिँ अध्यात्मसँग भगवान्सँग जुड्नमा आग्रह गर्छु। कस्तो राम्रो कुरा गर्नुभयो। यो ठ्याक्कै हाम्रो विदेशमा अथवा विशेष गरी अस्ट्रेलियामा डिप्रेसनको कुराहरू पनि छ, धेरै इस्युहरू बाहिर आएको छ। मान्छे एउटा सपना बोकिसकेपछि सफलता खोज्छ, सफलता पनि मिलेन भने उसले चाहिँ त्यस्ता बाटोहरू रोज्छ। अन्तमा भनिदिनुहोस् कि सफल जीवनको सूत्र के जस्तो लाग्छ? एसएलसी पास हुनलाई त 10 वर्ष पढ्नुपर्छ हामीले होइन, बल्ल एसएलसी पास भइन्छ कि कक्षा 1बाट 2, 2बाट 3 हुँदै बल्ल 10 कक्षा पास भएपछि एसएलसी पास भयो भनिन्छ। एउटा एसएलसीको मार्कसिट लिन त 10 वर्ष लाग्दो रहेछ भने जीवनमा तत्क्षण परिणाम आउँदैन, प्रयास गर्नुपर्छ। एकैपटकमा सफल कोही पनि हुन सक्दैन, त्यसलाई निरन्तर प्रयासको आवश्यकता पर्दछ। त्यही भएर जीवनमा कुनै पनि परिस्थिति आयो भने यही मात्रै मेरो जीवन होइन, यहाँसम्म मात्र होइन, फेरि पनि मैले उठ्नुपर्छ भन्ने भाव राख्नुहोस्, अगाडि बढ्नुहोस्, भगवान्सँग जोडिनुहोस्, सबैलाई प्रेम गर्नुहोस्, सबैको हित चाहनुहोस्, परोपकार गर्नुहोस्, मनमा सन्तुष्टि राख्नुहोस्, जे छ आफूसँग त्यसलाई पर्याप्त मान्नुहोस्, जे छैन त्यसको चाह राख्ने भन्दा पनि परिश्रम गर्ने प्रयास गर्नुहोस् भन्ने चाहन्छु। धन्यवाद।